कोरिया इल्सानमा समुद्री किनारमा यस्तो च्यालेन्ज लिएर आज उपस्थित भएका छौँ जुन बब्बाल हुनेवाला छ। म छु आज कुमारसँग र आज मैले यस्तो च्यालेन्ज लिएर आएको छु नि, यो च्यालेन्ज बब्बाल हुनेवाला छ। र मसँग अहिले फालसिप मान हुन्छ है। यति धेरै छ, देख्न सक्नुहुन्छ टेन्टहरू। यसको पछाडि राख्नेछु। यो फालसिप मानवलाई मैले यो पछाडि देख्न सक्नुहुन्छ र मैले यसको कुनै एकको पछाडि राख्नेछु र कुमारले त्यो पत्ता लगाउनु पर्ने हुन्छ। पछाडि भने भुइँमै राख्छु क्या है। यिनले थाहा पायो भने आज यो पैसा यिनको हुनेवाला छ र यो त्यति सजिलो पनि छैन। खोज्न चाहिँ पाइएन क्या फेरि ल है, खोज्न पाइएन। यसमै छ भनेर तिमीले पत्ता लगाउनु पर्छ र यिनलाई अब गेमको रुल्स अनुसार यिनलाई पछाडि लगाइने छ है। जित्नुपर्छ आज, यो पैसा तिम्रो हुनेवाला छ। मैले सोचिरहेको छु यो पैसा भेटाउँछन् होला र, तर राखौँ, यो च्यालेन्ज आज पुरा गर्नेछौँ। भेटायो भने मेरो 80,000 कहाँ जान्छ थाहा छैन। तिमी यता नफर्क, हामी यता जान्छौँ। यो पैसा यहाँ नदेख्ने तरिकाले राख्नु पर्छ। तर नभेटाउनको लागि त्यस्तो भयो पनि भन्नु हुँदैन। भेटायो भने ठिकै छ। हेरिरहेको चाहिँ छैन है। यो पनि मैले पछि आफै नथाहा पाउन सक्छु। मैले यो पनि चिन्ह राख्नेछु। यहाँ छ पैसा। कुमारले पत्ता लगाउँछ लगाउँदैन मलाई थाहा छैन र यो भिडियो बफार हुनेवाला छ। कुनको पछाडि छ है, यसको पछाडि छ ठ्याक्कै यो माथि पनि हेर्नुहुन्छ, यो येल्लो कलरको छ। यो थाहा पाउनु पर्ने हुन्छ। र अब उहाँ कुमारतिर जाउँ है त। यहाँ थोडा चिटिङ भयो जस्तो लागिरहेको छ। ओके, मलाई चाहिँ थोरै डाउट चाहिँ लागिरहेको छ, तर पनि अब यो भिडियो सुरु गर्छु। अब समय सबैभन्दा माथि कौमा छ। चौधमा त हेरिसकेको जस्तो लाग्यो। कोमा देखाउ न, देखाउ, तिमी देखाउ। कहाँ छ गए? कुनमा भन्नु पर्छ है तिमीले। योमा भन क्या। र यिनले हामीले लुकाए अनुसार योमा भनिरहेका छन् है। यसमा कन्फर्म हो? ओ माई गॉड, यो चाहिँ होइन हाम्रो पैसा। ओ माई गॉड, यो याल्लोमा छ है। पछाडि जान्छ र मैले पैसा लुकाउने यो पनि राखेको थिएँ र यो पनि चाहिँ पैसा छ। ओ माई गॉड, अरे भाइ तिमी हारे। तर केही छैन, म तिमीलाई फेरि अर्को चान्स दिन चाहन्छु।